यो कार्यक्रमका आयोजक जुन लगायत यहाँ मोरङ जिल्ला इन्चार्जहरू त्यहाँनिर प्रतिनिधिज्यूहरू लगायत यहाँ सम्पूर्ण हामीलाई हाम्रो विचारलाई सुन्न आउनुभएका सम्पूर्ण कमरेडहरूमा अभिवादन। धेरै कुरो छ, अब केही कुरा त रिजाले पनि राख्नुभयो, तर यहाँ बोल्न त बोल्नु, कताबाट बोल्नु बोल्नु, कुन कार्यबाट बोल्नु जस्तो छ। अब हामीले विद्रोह गरेर 10 वर्ष जनआन्दोलन गरेर विद्रोह गरेर नेपाली जनताको लागि सुख शान्तिको लागि केही राम्रो हुन्छ भनेर मर्न मार्न तयारी भएर पनि हामी हिँड्यौँ। 2007 सालदेखि आजसम्म आउँदाखेरि नेपाली जनताले लडाइँ गरेको गरे, आफ्नो हक माग गरेको गरे, अधिकार माग गरेको गरे गर्दा यहाँसम्म आउँदाखेरि गणतन्त्रले अहिले नाङ्गो नाच देखाएको छ। यसको घोर भर्सना गर्छु म। यी अपराधीहरू, यी भ्रष्टाचारीहरूलाई कारवाही नगर्ने विश्वमा सबभन्दा धेरै भ्रष्टाचार छ भने नेपालमा छ। त्यसरी बुझौँ कमरेडहरू। अब हामीले भन्न खोजेको के हो भने हाम्रो कमरेड महासचिव विप्लवले ल्याएको जुन छ यो नेपाली विशेषताको समाजवाद स्थापित गर्यौँ भने यहाँ समाजवाद छ, यहाँ वैज्ञानिक समाजवाद हो, यहाँ कृषि, अब कृषि प्रधान देश भनेर हामीहरू मुलुकमा सारा देशमा चिनिएको नेपाल आज भिख मागेर खानु परेको छ। अर्काको उसबाट चाहिँ चामल ल्याएर हामीले गुजारा गर्नुपर्ने आएको छ भनेपछि यो स्थितिमा कसले पुर्यायो भन्दाखेरि अहिलेका सत्ताधारीहरूले सिधा स्थिति भन्दाखेरि यी अपराधी हुन्। यी अपराधी हुन्। भ्रष्टाचारलाई ढाँटछोड गरेर 3 खम्बे भने हामीलाई के भन्यो भने 3 खम्बे आएपछि सहकारी 3 खम्बे हामीले ल्याएपछि अनि त्यहाँबाट जनताले सुखी पाउँछन्, 2-4 पैसा चलाउन पाउँछन्, आफ्नै गाउँ छिमेकमा चाहिँ सहज तरिकाले ऋण पाउँछन् भनेर ल्याए। तर 3 खम्बे पनि उनीहरूकै लागि ल्याएका रहेछन्। अहिले बुझ्नमा आयो कि खरबौँ खरब भ्रष्टाचार गरेर 3 खम्बेबाट पैसा जम्मा गरेर चाहिँ उनीहरूले नै खाँदा रहेछन् भनेदेखि अब हामीले के गर्ने त? अब हामीले चुप लागेर बस्न हामी सकेनौँ। त्यही पनि नेपाली जनताको लागि अझै हाम्रो जुन कमरेड हुनुहुन्छ, महासचिव हाम्रो विप्लव कमरेड हुनुहुन्छ, जनयुद्धदेखि यहाँसम्म आउँदाखेरि उहाँ कुनै पदमा नबसिकन भ्रष्टाचार नगरिकन उहाँले एउटा इमान्दारीका साथ नेपाली जनताकै लागि अहिलेसम्म आउँदाखेरि लडिराख्नु भएको छ भने कसको लागि भने हाम्रो लागि नेपालमा कुनै पनि देशमा एउटा न एउटा सही मान्छे हुन्छ, एउटा न एउटाले चाहिँ नेपाली जनताको दुःख बुझ्छ भन्ने हो पहिला कुरा त हामी त्यो बुझ्नुपर्छ। र अब हामी के भन्छौँ भने हिजो 10 वर्ष जनयुद्ध गऱ्यो, माओवादीले के पायो त नेपाली जनताले? तपाईँहरूको ठिक कुरा हो, केही पनि पाएनौँ। अझै हामी चाहिँ कुरामा पनि यो प्रष्ट कुरा हो। यो कसैले लुकाएर ढाँटेर मैले चाहिँ झुट बोलेर हुने कुरा मात्रै होइन। अहिले के भइरहेको छ भने मिटर ब्याजीले त्यस्तै गरिरहेको छ। मिटर ब्याजीमा यिनीहरूकै मान्छे, सहकारीमा यिनीहरूकै मान्छे, यिनीहरूका मान्छे अहिले सिधासिधी हामीले सबै हेरिरहेका छौँ। भ्रष्टाचार गरेर सहकारी ठग्ने भनेको यिनीहरू नै रहेछन् भन्ने कुरो प्रष्ट भएको छ। यो मैले भनिराख्नु पर्दैन, सञ्चार माध्यमहरूले देखाएको कुरा हो। त्यसले गर्दाखेरि अब हामी एक दिक्क हुनुपर्छ। नेपाली जनता हडबडाउने काम छैन। हामी लाग्न चाहिँ लागिरहेका छौँ, लडिराखेका छौँ। अझै पनि नेपालीमा केही गर्न सक्छौँ कि भनेर हामीले चाहिँ गरेका छौँ। तपाईँहरूले साथ दिनुपर्छ। हामीलाई तपाईँहरूले साथ दिनुपर्छ। अहिले हामीले ठगठा गर्ने धन्दा गरेका छैनौँ, हामीले झुट बोलेका पनि छैनौँ। आत्मनिर्भरको अभियान हामीले ल्याएका छौँ, वैज्ञानिक समाजवाद हुनुपर्छ भनेका छौँ र नेपाली विशेषताको समाजवाद हुनुपर्छ भनेर हामीले लडाइँ लडिरहेका छौँ। र त्यसले गर्दाखेरि हामी सबैले बुझ्नुपर्ने कुरो के हो भने दिदीबहिनीहरूले हाम्रो चाहिँ धेरै दुःख पाउनु भएको छ। मिटर ब्याजीहरूले आएर घरमा भाडा उठाउँछ र तपाईँहरूलाई सहकारीले यो गर्छ भने कुटेर पठाउनुहोस्। अब नडराउनुहोस्, किनभने तपाईँहरूको पछि हामी पनि छौँ। हामी साथ दिन्छौँ, तपाईँहरूलाई अन्तिमसम्म साथ दिन्छौँ। यो पक्का कुरा हो, मैले बोलेको कुरा हो। हामी छोड्दैनौँ। त्यसले गर्दाखेरि तपाईँहरू ढुक्क भएर बस्नुहोस्, कसैको हप्तामा नलाग्नुहोस्। यो दलाल सरकारको पक्षमा तपाईँले कुनै पनि तर हाम्रो एउटा के छ भने 5 वर्ष नेपाली काङ्ग्रेसलाई गाली गरेर बस्छ, भोट दिने बेलामा त्यही नेपाली काङ्ग्रेसलाई
दिन्छ अनि यो त भएन, यो भ्रष्टाचारी भयो, यो घुस खायो भन्न मिल्दैन। हामीले किन मिल्दैन भने हामीले आफैले भोट दिएर ल्याएका हौँ। त्यसले गर्दाखेरि अब सकिनुपर्छ र हामीले एउटा चाहिँ सही दिशामा हेर्नु। अहिले सारा विश्वमा के भएको छ भने सबैभन्दा धेरै भ्रष्टाचार चाहिँ कहाँ छ भने नेपालमा छ। सबैभन्दा गरिब देशमा अहिले कुन आएको छ भने पनि नेपालै आएको छ। यिनीहरूलाई बेलायतमा पनि गणतन्त्र छ, सबै देशमा छ, कहाँ छैन? बेलायतमा छ, सबै देशमा छ। तर गणतन्त्रको यो अर्थ होइन लुटतन्त्र मचाउने होइन, गरिब दुखीलाई कोट्ने, कार्यकर्तालाई बचाउने र लुट्ने होइन। गणतन्त्रको अर्थ त्यो होइन। मैले त्यो गलत बुझेँ भने अर्कै कुरो हो। तर यो गणतन्त्रलाई त म पनि के भन्छु जरैसँग उठेर ख्याच्नुपर्छ यो अपराधीहरूलाई। यिनीहरूले हद गरेर चाहिँ जनतालाई दुःख दिएका छन्। यिनीहरू यी गणतन्त्रवादी भनाउँदाहरू यी अपराधी हुन् भनेर पुष्टि भइसक्यो। हामीले भन्नु पर्दैन। अन्तर्राष्ट्रिय उसमा पनि आइसक्यो। यिनीहरूको करोडौँ खरबौँ खरब भ्रष्टाचार गरेर पनि यिनीहरू बच्ने, यिनीहरूका कार्यकर्तालाई बचाउने, जनता जेसुकै होस् जनता मतलबै नराख्ने। न स्वास्थ्य छ न शिक्षा छ। हेर्नुहोस् कि हाम्रो चाहिँ सिक्किममा हेर्नुहोस् स्वास्थ्य पनि फ्री छ, शिक्षा पनि फ्री छ, निःशुल्क छ। भने नेपालमा किन हुन सक्दैन? अनुदान अहिले 36 करोड के अरे पुगिसक्यो। माग्दै खाँदै मनमर्जी गर्दै भाइलो गर्छन्। यिनीहरूले भर्खरै मात्रै 1 नम्बर प्रदेशमा मैले बुझे अनुसार 2 खर्ब बजेट छुट्याए। गणतन्त्रवादीहरूले 2 खर्ब बजेट 2 खर्ब बजेट चाहिँ यिनीहरूले गाडी घोडा र वैस आराममा खर्च गरे। कुन चाहिँ भन्दै थियो 10 लाख रुपियाँ, 6 महिनामा 10 लाख रुपियाँको त्यसको बाउको कमाइ हो, त्यसको बाउको घरको पैसा हो। त्यो जस्ता दाबी गर्ने जनताको कर उठाएर अहिलेको सुन्दैछु के भने यो बाटो छेउछाउमा पनि कर बढाउनुपर्छ। बाटो छेउछाउमा कर बढाउने, चाड खाँदै बस्दै योजना बनाउँदै जनता लुट्दै यो गर्न पाइँदैन भन्ने कुरा हो। त्यसले गर्दाखेरि हामी अब सचेत हुनुपर्छ। साथीहरू जहाँ हुनुहुन्छ कमरेडहरू, तपाईँहरू यसरी अन्याय र अत्याचार कसैले गर्छ भने त्यसलाई प्रतिकार गर्नुहोस्। तपाईँहरूको पछि हामी छौँ, सिङ्गो पार्टी छ। तपाईँहरू नडराउनु होइन, मार्छ भने मर्ने हो। किनभने हिजो पनि हामी हिँडेकै हौँ, आज पनि हामी तयारी भएर आएका छौँ। त्यसले गर्दाखेरि तपाईँहरूले सबैले चेलीबेटी दिदीबहिनी दाजुभाइहरूले सबैले बुझ्नुपर्छ यो कुरो। किनभने त्यही सिक्किममा त्यस्तो छ। बेलायतमा सब्जी लिन बाहिर निक्लिँदाखेरि बेलायतको राजा चाहिँ ट्याक्सी लिएर जान्छ, एउटा ट्याक्सीमा चढेर जान्छ भने यसलाई 2.5 करोडको गाडी चाहिन्छ। यी अपराधी हुन्। नेपाल देशको लागि छैनन् भन्ने प्रष्ट कुरा हो। यी अपराधीहरूलाई छोड्नु हुँदैन र गणतन्त्रको नाममा लुटतन्त्र मचाउनेहरूलाई अब हामी बाँकी राख्दैनौँ, छोड्दैनौँ र यसमा घुसपेट गरेर फेरि उकाली प्रतिगामी तत्त्वहरू घुसपेट गरेर चाहिँ हल्ला गरेर हुन्छ नि, त्यसमा हामी मान्दैनौँ। हामीले नेपाल विशेषता नेपाललाई सुहाउँदो समाजवाद ल्याउनुपर्छ भनेर हामी लागिराखेका छौँ र त्यसले गर्दा तपाईँहरू सबैले हामीलाई साथ दिनुपर्छ। र म धेरै पछाडि 15-16 वर्ष पछाडि मैले केही अब कुरा राखेँ। मैले धेरै अब भन्दिनँ तपाईँहरूलाई। म यति नै आग्रह गर्छु र आफ्नो ठाउँबाट आफ्नो गाउँबाट तपाईँहरूले सङ्गठित भएर कार्यक्रम गर्नुहोस्। कार्यक्रममा